यसपटक जनताले जुन किसिमको मत दिनुभएको छ त्यो अनुसारले हामीले गर्न सक्ने भूमिका जति हुन्छ त्यो त हामी गर्छौँ होइन। तर पनि मैले भने अहिले यही व्यवस्थामा निहित भएर काम गर्दाखेरि अब समन्वय गर्नेमा समन्वय गर्ने, खबरदारी गर्नेमा खबरदारी गर्ने, तर थोरै सङ्ख्यामा भए तापनि हाम्रो एजेन्डा, हाम्रो पार्टीले लिएको चाहिँ एजेन्डा र जुन यो राष्ट्रिय प्रजातन्त्र पार्टीको विचारधारा बोक्ने जनताको चाहिँ अब विचारधारालाई पनि स्पष्ट रूपमा सदनमा चाहिँ सङ्ख्यामा थोरै भए पनि सशक्त ढङ्गले राख्छौँ होइन। हामी त 5 जना 5 पाण्डव जस्तो हो, पाण्डव र कौरव जस्तो चाहिँ नहोस् होइन, यो समन्वयकारी भूमिका होस् जस्तो लाग्छ। मेरो एक्सपर्टिज चाहिँ तपाईँको द्वन्द्व व्यवस्थापनदेखि लिएर ट्र्याक प्रोटेक्सन होइन र कृषिमा रहन्छ र कृषिको विशेष गरी डिजिटाइजेसनमा धेरै वर्ष काम गरेको हुनाले किसानहरूसँग प्रत्यक्ष रूपमा काम गरेको र त्यहीँबाट म राजनीति गर्छु भन्ने ममा चाहिँ त्यो दृढता आएको कारणले गर्दा विशेष गरी किसानको हकमा चाहिँ नीतिगत हस्तक्षेप गर्नुपर्ने कुराहरू धेरै छन्, त्यसैमा मेरो फोकस रहन्छ।